सम्म म कुनै पनि पार्टीको सदस्य छैन। त्यति मात्रै भयो। कुलमान घिसिङले दिए राजीनामा। सुशीला कार्की नेतृत्वमा बनेका सरकारका मन्त्रीहरू एकपछि अर्को गर्दै राजीनामा दिन थालेपछि राजनैतिक अवस्था झन गम्भीर बन्दै गएको छ। राजनीतिक मार्फत देशका लागि केही राम्रा काम गरौँ, नेपाली जनतालाई सेवा दिउँ भन्ने सोच राखेका मन्त्रीहरू नै यसरी धमाधम राजीनामा दिन किन बाध्य भइरहेका छन्? आज कुलमान घिसिङ, भोलि को हुने हो थाहा छैन, तर राजीनामा दिने सबै असल काम गर्ने मान्छेहरू हुन्। यदि उहाँहरू जस्तो राम्रो काम गर्नेहरू हट्दै जाने हो भने जेनजीको आत्माले पनि शान्ति पाउने छैन। साथी हो, देश बनाउनु पर्छ र त्यसका लागि हामी सबैले केही न केही गर्नै पर्छ। आउनुहोस्, हातमा हात र काँधमा काँध मिलाएर देश बनाऊ। साथी हो, देश हामीले नै बनाउनु पर्छ। हामीले नबनाए कसैले पनि बनाउँदैन। जेनजी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास जस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका मन्त्रालयको जिम्मेवारी सम्हालेको 115 दिनपछि आज मैले मन्त्री पदबाट राजीनामा दिएको छु। आज म तपाईहरु सामु मन्त्री पदबाट राजीनामा दिएको एक जिम्मेवार नागरिकका रूपमा उभिएको छु। सम्माननीय प्रधानमन्त्रीज्यूको अनुरोध र जेनजी आन्दोलनको चाहना अनुसार मैले यो जिम्मेवारी स्वीकार गरेको थिएँ। यस अवसरमा सबैभन्दा पहिले मलाई विश्वास गरी यो जिम्मेवारी सुम्पनु हुने सम्माननीय प्रधानमन्त्रीज्यू तथा परिवर्तनको पक्षमा उभिएको जेनजी भाइ बहिनीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै म माथि भरोसा, आशा र अपेक्षा राख्नुहुने सम्पूर्ण नेपाली जनताप्रति गहिरो आभार प्रकट गर्न चाहन्छु। मैले लिएको राजीनामाको निर्णय न त भाग्ने निर्णय हो, न त जिम्मेवारीबाट विमुख हुने प्रयास। यो मेरो आत्मसम्मान, नैतिकता, सिद्धान्त र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता हो। पदमा रहँदा मात्रै होइन, पदबाट बाहिर रहेर पनि देश र जनताको पक्षमा उभिनु नै साँचो कर्तव्य ठानेको छु। म मान्छु पदभन्दा ठुलो मूल्य हुन्छ सिद्धान्त, कुर्सीभन्दा माथि हुन्छ आत्मसम्मान र सरकारभन्दा ठुलो हुन्छ जनता। उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी बीच भएको सहमतिमा मेरो नाम उल्लेख भएको भए पनि उक्त सहमति हालसम्म औपचारिक रूपमा कार्यान्वयनमा आएको छैन। मेरो समर्थन र सद्भाव रहँदै पनि मैले अहिलेसम्म कुनै पनि राजनीतिक पार्टीको सदस्यता लिएको छैन। राजनीतिक जीवनमा औपचारिक प्रवेश गरेपछि मात्र पार्टी सदस्यता लिने मेरो स्पष्ट धारणा थियो र अहिले पनि त्यही धारणा छ।